प्रमोटर शेयर, अर्डिनरी शेयर, सिंगल आईएसआईएन नम्बर कि डबल आईएसआईएन नम्बर, यो चर्चाको विषय भइरहेको धेरै भयो। आजको भिडियोमा यो बारे बुझौं कि हो चाहिँ के र के कुरामा ओपिनियन डिभाइडेड भइरहेको भनेर। आईएसआईएन नम्बर भनेको इन्टरनेशनल सिक्युरिटीज आइडेन्टिफिकेसन नम्बर हो र यो एउटा युनिक डिजिटल आइडी हो जुन नेप्सेमा लिस्टेड हरेक कम्पनीको शेयरलाई दिएको हुन्छ। हाम्रो नागरिकता या एनआईडी नम्बर हुन्छ नि, हो त्यस्तै खालको। यो कोड चाहिँ लिस्टेड कम्पनीको शेयरलाई सजिलै आइडेन्टिफाई गर्न असाइन गरिन्छ र नेपालमा यो कोड सीडीएसई अर्थात् सीडीएस एन्ड क्लियरिङ लिमिटेडले असाइन गर्छ। हाम्रो मार्केटमा एउटै कम्पनीको प्रमोटर र पब्लिक शेयर गरेर दुई प्रकारको शेयर लिस्टेड हुन्छ नेप्सेमा र अहिलेसम्म ब्याङ्क, फाइनेन्शियल इन्स्टिट्युसन्स र इन्स्योरेन्स कम्पनीमा भने यो एउटै कम्पनीको दुईटा अलग अलग शेयरलाई चाहिँ दुईटा आईएसआईएन नम्बर दिइरहेको हुन्छ, एउटा पब्लिक शेयरको लागि, अर्को प्रमोटर शेयरको लागि। अब नयाँ प्रपोजल चाहिँ के हो त भन्दाखेरि बीएफआईले मात्र होइन, हरेक सेक्टरको कम्पनीमा पनि यो सेम सिस्टम लागू गर्ने गरी सीडीएसईले 2025 मा एउटा नयाँ डाइरेक्टिभ प्रपोज गर्यो, सिक्युरिटीज डिमटेरियलाइजेसन अपरेटिङ गाइडलाइन 2025 भनेर। अनि त्यहाँबाट विवाद सुरु भएको। किन डुअल चाहिन्छ वाला एंगलको कुरा गरौँ है त पहिला। यस्तो हुँदाखेरि सीडीएसईलाई चाहिँ प्रमोटर शेयरको लक इन पिरियड अनि पब्लिक र प्रमोटरको ट्रेडिङ ट्र्याक गर्न सजिलो हुन्छ। यसको साथै 3 वर्षको लक इन पिरियड सकिनु अगाडि नै प्रमोटर शेयरको कारोबार रोक्न र मार्केटमा ट्रान्सपेरेन्सी क्रिएट गर्न यो सिस्टम इम्प्लिमेन्ट गर्न चाहिँ सीडीएसईले खोजेको छ। अहिले चाहिँ 3 वर्ष सकिएपछि अटोमेटिक लक इन खुल्छ अनि प्रमोटर शेयर पनि पब्लिकमा कन्भर्ट भइहाल्छ अनि बेच्न पनि मिलिहाल्छ। अनि त्यही बेचिएको शेयर चाहिँ प्रमोटरको हो कि या जेन्युइन रिटेल ट्रेडरको हो भनेर थाहा हुँदैन कसैलाई पनि। अनि यो ट्रान्सपेरेन्ट हुनुपर्छ भनेर नागरिक इन्भेस्टर र इन्भेस्टर एसोसिएसनले पनि धेरै अगाडिदेखि डिमान्ड गर्दै आइरहेको कुरा पनि हो। अब यो चाहिँदैन भन्ने एंगलको पनि कुरा गरौँ। प्राइभेट सेक्टरहरूले मेन अपोज गरेको चिज हो यो। यसरी एउटा कम्पनीको प्रमोटर र पब्लिक शेयर सेपरेट ट्रेडिङ हुँदा मार्केटमा प्राइसमा कन्फ्युजन र डुअल आईएसआईएनले चाहिँ मार्केटको लिक्विडिटीलाई चाहिँ घटाउँछ, ट्रेडेबल शेयर्सको सप्लाई पनि कम हुन्छ भन्ने एंगल छ। ग्लोबल प्र्याक्टिसेस हेर्ने हो भने पनि एउटा शेयर क्लास बराबर एउटा आईएसआईएन नम्बर मात्र असाइन गर्ने स्ट्यान्डर्ड प्र्याक्टिस देखिन्छ। शेयरको लक इन एन्ड प्रमोटर शेयरमा चाहिँ रेस्ट्रिक्सन चाहिँ रेगुलेसन र डिपोजिटरीबाट नै ह्यान्डल हुने हुन्छ। इन्डिया लगायत अरू साउथ एसियन कन्ट्रीमा पनि सिंगल आईएसआईएन नम्बर सिस्टम नै प्र्याक्टिसमा रहेको छ विथ स्ट्रङ डिजिटल मोनिटरिङ सिस्टम जसले चाहिँ यो लक इनको प्रपर ट्र्याकिङ हुने हुन्छ। अनि नेपालमा जहाँ जहाँ जहिले रेगुलेटरबाट अप्रुभलको बाटो बनायो त्यहाँ जहिले अड्किने, काम निकाल्नलाई सेटिङ गर्नुपर्ने सिस्टम बन्ने त इतिहास पहिलेदेखि नै छँदैछ। कन्क्लुजनमा भन्नुपर्दाखेरि इन्टेन्ट राम्रो हो तर एप्लिकेसन गर्ने तरिका अलिकति मार्केट फ्रेन्डली नभए हो कि बाहिर शेयर होल्डिङ प्याटर्न डिस्क्लोजर सिस्टम युज गर्छन्। क्वार्टरली बेसिसमा चाहिँ कम्पनीजहरूले क्लियरली भन्नुपर्छ कि कति प्रमोटर शेयर छ र कति पब्लिक शेयर छ भनेर। सिस्टम लेभलको ट्र्याकिङ हुन्छ अनि इन्भेस्टर लेभलमा ट्रान्सपेरेन्सी पनि हुन्छ तर अपरेसनली चाहिँ सेपरेट आईएसआईएन हुँदैन। युके, युएसए, सिङ्गापुरको मार्केट्समा पनि प्रमोटर लक इन कमनली चाहिँ सफ्टवेयर लेभलबाट रेस्ट्रिक्सन र रेगुलेटरी डिस्क्लोजरबाट इन्फोर्स गरिएको छ, जुन काम यहाँ सीडीएसईले गर्नुपर्ने देखिन्छ। तपाईको के ओपिनियन छ? नेपालमा डुअल आईएसआईएन हुनुपर्छ कि सिंगल आईएसआईएनमै स्ट्रङ मोनिटरिङ हुनुपर्छ? कमेन्ट गर्न चाहिँ नबिर्सनु।